Welcome to my channel. वेलकम टु माई डेली ब्लग। म चाहिँ 5:30 बजीतिर उठेर रेडी भएर नुहाइदिए गरेर अब कामतिर चाहिँ निस्किनलाई यसो रेडी भएर निस्केको त बाहिर पल्ला अगाडि साइलीको छोरो पुरै मेसी पारामा फोटो खेलिरहेको रहेछ। मेसी रोनाल्डो सब टप्नी खालको स्किल देखाएर पुरै आज तजाठले नि ख्यासिस्तानी भनेर एकछिन यसो हेर्दै यस्तो गरेको धनी स्किल देखाउँछ यसले त। ल त नि पनि भविष्य खेलाडी नै हुने भयो भने त्यसपछि यसको नि एकछिन स्किल हेरेर म चाहिँ निस्केँ। त्यसपछि निस्केँ कामतिर। अनि अब हजुरहरूलाई थाहा नै छ सबलाई म फेरि धार्मिक मान्छे, त्यही भएर चाहिँ मन्दिर जान चाहिँ ढिलो हुन्छ भनेर आफ्नै हातमा चाहिँ टाटु हानेको छु। यो टाटु चाहिँ हाम्रो पास्ता सोल्टीको चलाउने रहेको टाटु हाउसबाट चाहिँ मैले हानेको आफ्नै हातमा भएपछि चाहिँ टाइम वेस्ट हुन्न भनेर हनुमानको दर्शन गरेर पेट्रोल पम्पमा आएँ। पेट्रोल पम्पमा आएको त लाइन त ल यसो गोजी टकटकेको त म 200 भन्दा रहन्छ के अरे त्यही 200को भने हालिदिनु भनेको दाइ फेरि पर्लक्क हेर्छन्। त्यहाँबाट म निस्केर हाम्रो पास्ता सोल्टीको चाहिँ यहाँनिर छ कामतिर लागियो। कामतिर लागेर चाहिँ अब एउटा मोबाइल घर फर्कियो, एउटा मोबाइल सोबाइल लिएर यताउति गरेर जियोस अलिअलि प्रफिट कमाएर चाहिँ म घर फर्किएँ। घर फर्केको यसो हेरेको हाम्रो बुढी प्रसाद बाहिरै बसिरहेको रहेछ नागानमा, फेरि काम पनि छैन फुर्सद पनि छैन जस्तो। अब त्यसपछि चाहिँ भोग लगाएर चाहिँ लास्टै भोग लगाएर खानसाना हालेर आफ्नो हातले दह्रो मुसेर गम्की गम हाल्न थालेँ। गम्की गम भात खाँदै थिएँ यतापट्टि हेरेको रिटर्न अफ गैडाकोट बन्दले यस्तो हालेर चाहिँ झोलियाहरूको फेरि त्यत्तिकैमा खानसाना खाएर अब चाहिँ सुत्नलाई म निस्केँ बेडतिर। Thank you all for watching this here video.